हर्क साम्पाङले चर्चमा डोजर लायो भनेर साह्रै चित्त दुखाएछ। यी उपाध्याय बाजेले सबभन्दा पहिला पत्ता लगाएको थिए। उपाध्याय बाजे फेरि जेन्जी बाजे हुन् क्या नि फेरि। उपाध्याय बाजेको चाहिँ दिमाग चाहिँ जेन्जी हो, उमेर चाहिँ बुढो हो क्या। जेन्जी जस्तै सोच्ने क्षमता छ क्या यिनको। हर्क साम्पाङले के गर्छ, कस्तो गर्छ, भित्रभित्रै क्या उसले गर्ने कामहरू सबै थाहा पाउँछ क्या। हर्क साम्पाङको मात्र होइन, सबैको कुरा हाम्रो उपाध्याय बाजेले थाहा पाउनुहुन्छ हेर्नुहोस् हैन। भविष्यवाणी पनि राम्रै गर्छन् यिनले। आज हर्क साम्पाङ बोल्यो नै के, चर्चमा डोजर लाउने भनेर कराइरहेछ। कठै बिचरा हर्क साम्पाङ, यसरी पनि नबिक यार तिमी। अब तिमी टुडे खेलमा अनि चर्च बनाइदेऊ भने, अब टुडे खेल खुला रहेछ, यहाँ त घाँस उम्र्या रहेछ, यहाँ चर्च बनाइदिन्छु भनेर भो त। चर्च पनि कहाँ बनाउने, कसरी बनाउने भन्ने नीति नियम होला त। अनि खाली जग्गा देख्यो त्यहाँ चर्च बनाइदिने, अनि लास्टमा किन डोजर लायो। बुद्धि कहाँ छ ब्रो, बुद्धि कहाँ छ यार हर्क साम्पाङ यार, तिमी के भनौँ।